नमस्कार हजुर भन्नुहोस्। मेरो दिपक मगर। कहाँबाट पर्नुभयो? म अहिले तपाईँ नेपाल र चाहिँ विशेष गरी अहिले काठमाडौँ महानगरपालिकाले सिप मेला जुन ल्याइरहेको छ होइन, यसो तपाईँहरूको यस विषयमा चाहिँ अवसर पाउनु भएको छ कि छैन? खै त सर, अब पोहोर अब भरेको 3 घन्टा लाइन बसेर एकचोटि फोन आएको थियो, एकचोटि फोन आएपछि 4 महिना भइसक्यो। अहिले सोधेको पोहोरको साल गयो अरे, फेरि भर्नुपर्ने अरे। अनि यो त मान्छेलाई दुःख दिने काम भएन। कति दिनदेखि धाइरहनु भएको छ? त्यतिखेर त म 2 चोटि धाएँ नि। एकचोटि तपाईँको टाइम सिद्धो भोलि आउनुभयो, भोलि पनि आयो, बल्ल भर्यो, पानी पर्दै थियो, कुकको लागि हालेको। खै त अब अहिले भरेर के गर्नु, फेरि अहिले नि त्यही त होला, सबै आफ्नै मान्छेमा छिर्ने होला। त्यो टाउको दुखाइ मात्रै, त्योभन्दा बरु पैसा तिर्नु त भनेको होला नि, गएर पैसा तिर्ने सिक्ने हिँड्ने त होला नि, होइन र? भरे सिलेक्ट भइरहनु भएको छैन? खै त सेलेटको कुरो छोडिदिनु न। खै त खै के भन्न चाहनुहुन्छ यस विषयमा चाहिँ महानगरपालिकाका? महानगरपालिकाले के भन्ने, खै के भन्ने ठाउँ छैन। मान्छेलाई सिप मुलुक तालिम भन्ने होइन, फ्रीमा गरिदिने भन्ने, खै त अनि कि त्यतिखेर कोटा सीमित मात्रै राखिदिनु पऱ्यो? कोटा सीमित पनि छैन। आउँछ जतिलाई फर्म भराएको छ भरेछ, लास्ट नाम पनि नआउने। अनि यो त मजै भएन नि। पोहोर तपाईँले भन्नुभयो, उहाँले पनि भन्नुभएको छ, मैले पनि भरेँ। मेरो सबलाई के सुझाव भन्ने, अब के भन्ने, अब त्यही हो, गरिब दुखीलाई अब गरिब दुखी राखिरहेछ, त्यही अरू के नै भन्ने। भनेपछि जति बाहिर भनिन्छ नि होइन, महानगरपालिकामा राम्रो छ भनेर। ल राम्रो थियो भनेर त्यत्रो हामी लाइन बसेर 3 घन्टा पानी पर्दा पनि भर्यो। खै त नि अहिले आएको ल भन्नु त ल होइन। कोटा सीमित छ त सीमित राखिदिने नि त, उनीहरूले मात्रै गर्छ, भर्छ, सक्यो। हामीलाई होइन ए सकिएछ कोटा भने हामी फर्केर जान्छौँ नि। टोटल कतिवटा कोटा चाहिँ त्यता खै सर, त्यतिखेर सब भर्नु भन्यो, भरे हो कि भाइ? 2081 वटा कोटा, अहिले 2082 वटा कोटा हो। ल हेर्नु, ल उहाँले भन्नुहुन्छ त्यति कोटा थियो अरे। फर्म छ भर्नु पऱ्यो, लाइनमा बस्यो, भर्यो। तर कोटा ल हस्, थ्याङ्क यू है।